नमस्कार सम्पूर्ण शर्मिसहरू। के तपाईँलाई हिमालको उपनामहरू बारम्बार पढेर पनि याद भएको छैन? यदि त्यसो हो भने सही ठाउँ आउनुभएको छ र मन परे लाइक, कमेन्ट र सेयर गर्न नभुल्नुहोला। तपाईँहरूले हेर्न सक्नुहुन्छ यहाँ विभिन्न हिमालहरूको उपनामहरू र आज हामी हिमालहरूको नामबाट तिनीहरूको उपनामहरू यो भिडियो मार्फत सम्झिनेछौँ। 1 नम्बरमा रहेको छ सगरमाथा र सगरमाथाको उपनाम रहेको छ 15औं चुली, संसारको आमा र तेस्रो ध्रुव। यसलाई हामीले कसरी सम्झिने त? 15औं चुलीलाई कसरी सम्झिने त? सागरमाथा चढ्दा आन्द्र चलिन छोड्छ भनेर सम्झिनु होला। सागरमाथा चढ्दा आन्द्र चलिन छोड्छ। हाम्रो पेटको आन्द्रा जुन हुन्छ नि त्यो के हुन्छ त? चलिन छोड्छ भनेर। आन्द्र भनेको के हो त? 15 भनेर सम्झिनु होला र चलिन भनेको चुली भनेर सम्झिनु होला। चलिनलाई के त? चुली भनेर सम्झिनु होला। अनि संसारको आमा किन भनिएको होला भन्दाखेरि संसारकै सबैभन्दा अग्लो शिखर भएकोले संसारको आमा भनिएको हो भनेर सम्झिनु होला। संसारकै सबैभन्दा अग्लो शिखर भएकोले संसारको आमा भनिएको हो भनेर सम्झिनु होला। त्यस्तै अर्को रहेको छ तेस्रो ध्रुव। यसलाई हामीले कसरी सम्झिने भन्दाखेरि सगरमाथामा तेर्सो धूप पर्छ भनी सम्झिनु होला। सगरमाथामा तेर्सो धूप पर्छ भनेर सम्झिनु होला है। अर्को हिमाल रहेको छ अमादबलम, जसको उपनाम रहेको छ लेडिज पिक टेक्निकल हिमाल। यसलाई हामीले कसरी सम्झिने त? आमा द बलम खोजी भनेर कसले भन्छन् त? आमा द बलम खोजी भनेर कसले भन्छन्? यहाँ बलम भन्नाले दुल्हालाई, बेहुलालाई भनेर बुझिन्छ। द भनेको देऊ भनेर खोजेर दिनु भनेर, बेहुला खोजी देऊ भनेर भनेको क्या आमालाई भनेर कसले भन्छन् त? त्यस्तो कुरा लेडिजले भन्छन्। के त? त्यो पनि लेडिजले टेक्निक लगाई भन्छन् भनेर सम्झिनु होला। यहाँ लेडिज भन्नाले लेडिज पिक र टेक्निक भन्नाले टेक्निकल हिमाल भनेर सम्झिनु होला। त्यस्तै अर्को हिमाल रहेको छ माछापुच्छ्रे हिमाल, जसको उपनाम रहेको छ कुमारी हिमाल। यसलाई हामीले कसरी सम्झिने भन्दाखेरि माछा जस्तो पुच्छर भएको केटीलाई के भनिन्छ त? जलकुमारी। तपाईँहरूले हेर्नुभएको होला, जलकुमारीको आधा शरीर माछा जस्तो हुन्छ भने माथिल्लो भाग के त? मान्छेकै स्वरूप हुन्छ। तसर्थ हामीले सम्झिन सक्छौँ माछा जस्तो पुच्छर भएको केटीलाई के भनिन्छ त? जलकुमारी। जलकुमारीबाट कुमारी हिमाल भनेर हामीले सम्झिन सकिन्छौँ। फेरि अर्को हिमाल रहेको छ अन्तु डाँडा, जसलाई दिपेन्द्र शिखर भनेर चिनिन्छ। यसलाई हामीले कसरी सम्झिने भन्दाखेरि अन्तु डाँडाको डाँडालाई दादा सम्झिनु होला। दादा भन्नाले हामीले दिपेन्द्र दादालाई सम्झिनु होला। दादा भन्नाले दिपेन्द्र दादालाई सम्झिनु होला। त्यस्तै अर्को रहेको छ महाभारत पर्वत, जसको उपनाम रहेको छ हिल स्टेसन अफ नेपाल वा हावाखोरी। यसलाई हामीले कसरी सम्झिने भन्दाखेरि भारत जान मान्छे पहिले कहाँ जान्छ त? हामी सबैले थाहा भएकै कुरा हो, स्टेसन अफ इन्डिया वा नेपाल भन्न सक्छौँ। स्टेसन अफ इन्डिया वा नेपाल भन्न सक्छौँ। यसबाट हामीले सम्झिन सक्छौँ हिल स्टेसन अफ नेपाल, जसलाई हावाखोरी पनि भनिन्छ। हिल स्टेसनमा खुल्ला हावा आउने भएकोले त्यसलाई हावाखोरी भनिएको हो भनेर पनि हामी सम्झिन सक्छौँ। अर्को हिमाल रहेको छ गौरीशङ्कर हिमाल, जसको उपनाम रहेको छ पाथिभरा हिमाल, पवित्र हिमाल। यसलाई हामीले कसरी सम्झिने भन्दाखेरि गौरी र शङ्कर कहाँ बस्छन् त? पर्वत हिमालमा, हो कि होइन? हो। यसबाट हामीले सम्झिन सक्छौँ कस्तो हिमालमा त? पाथिभरा हिमालमा। त्यस्तै अर्को हिमाल रहेको छ कुम्भकर्ण हिमाल, जसलाई जन्नु हिमाल भनिन्छ। यसलाई हामीले कसरी सम्झिन सकिन्छ भन्दाखेरि कुम्भकर्णले धेरै खान्छ भनी जान्नु है। कुम्भकर्णले धेरै खान्छ भनी जान्नु है। जान्नुबाट जन्नु हिमाल भनेर सम्झिनु होला। त्यस्तै अर्को पर्वत रहेको छ चुरे पर्वत, जसको उपनाम रहेको छ शिवालिक पर्वत। यसलाई हामीले कसरी सम्झिन सकिन्छ भन्दाखेरि चुरे भन्नाले चुच्चो भनेर सम्झिनु होला। चुच्चो परेको के हुन्छ त? शिवलिङ्ग। शिवलिङ्गबाट हामीले शिवालिक सम्झिन सकिन्छौँ। शिवलिङ्गबाट के त? शिवालिक सम्झिन सकिन्छ। अर्को फेरि रहेको छ जुगल हिमाल, जसलाई भैरव टाकुरा भनिन्छ। यसलाई हामीले कसरी सम्झिन सक्छौँ भन्दाखेरि जुमा गललाई भय लाग्दा रबको नाम लिन्छ भनेर सम्झिनु होला। जुमा गललाई भय लाग्दा रबको नाम लिन्छ भनेर सम्झिनु होला। रब भन्नाले भगवानको नाम लिन्छ भनेर सम्झिनु होला। यहाँ गल भन्नाले केटीलाई भनेर सम्झिनु होला।
केटीलाई भय लाग्दा रबको नाम लिन्छ। भय लाग्दा रबको नाम लिन्छ भन्दाखेरि भैरव भनेर सम्झिनु होला, भैरवटा कुरा। अर्को हिमाल रहेको छ मकालो हिमाल, जसको उपनाम रहेको छ उच्च कालो भएको। यसलाई कसरी सम्झिने भन्दाखेरि म कालो धेरै छु भनी सम्झिनु होला। म कालो धेरै छु भनेर सम्झिनु होला। यहाँ धेरै भन्नाले उच्च भनेर सम्झिनु होला। उच्च कालो भएको हिमाल भनी सम्झिन सकिन्छौँ। त्यस्तै अर्को रहेको छ कञ्चनजङ्घा हिमाल, जसको उपनाम रहेको छ नेपाल हिमाल, पाँच चुलीको हिमाल, उच्च हिमस्रोत भएको हिमाल। यसलाई हामी कसरी सम्झिन सकिन्छौँ भन्दाखेरि कञ्चनजङ्घाको जग्गालाई हामी के त जग्गा भनेर सम्झिन सकिन्छौँ। जग्गा कसको त नेपालको। जग्गा कसको त जग्गा आयो भने हामी के बुझ्न सक्छौँ त नेपालको हिमाल भनेर सम्झिन सक्छौँ। त्यस्तै जग्गा कस्तो त पाँच चुली भएको, उच्च हिमस्रोत भएको। जग्गा कस्तो त पाँच चुली भएको र उच्च हिमस्रोत भएको भनेर हामी सम्झिन सकिन्छौँ। कञ्चनजङ्घाको जग्गाबाट हामीले जग्गा कस्तो हुनुपर्छ, पाँच चुली भएको हुनुपर्छ, उच्च हिमस्रोत भएको हुनुपर्छ भनेर हामी सम्झिन सकिन्छौँ। फेरि अर्को रहेको छ मनासलु हिमाल, जसको उपनाम रहेको छ किलर माउन्टेन। यसलाई हामीले कसरी सम्झिने भन्दाखेरि म नसालु भएकोले किलर बन्न सक्छु। म नसालु भएकोले किलर बन्न सक्छु भनेर यसबाट के त किलरबाट किलर माउन्टेन भनेर सम्झिन सक्नुहुन्छ। अर्को हिमाल रहेको छ धौलागिरी हिमाल, जसलाई सेतो हिमाल भनेर चिनिन्छ, छ चुलीको हिमाल भनेर चिनिन्छ। यसलाई हामीले कसरी सम्झिने भन्दाखेरि धौलागिरी सेतो भएको रङ, धौलागिरी सेतो भएको रङ भनेर सम्झिनु होला। गिरी भन्नाले लडेर, सेतो भएको रङ हामी के त धुनुपर्छ भनेर सम्झिनु होला। त्यस्तै धौलागिरीको ध लेख्दा छसँग मिल्ने भएकोले छ चुलीको हिमाल भनेर हामी सम्झिन सकिन्छौँ। त्यस्तै अर्को हिमाल रहेको छ लहत्से हिमाल, जसको उपनाम रहेको छ दक्षिण चुचुरा। यसलाई हामी कसरी सम्झिन सक्छौँ भन्दाखेरि ल हो त से दक्षिणामा चुरा माग्न आयो, ल हो त से दक्षिणामा चुरा माग्न आयो भनेर भन्नु होला। अनि ल हो त से भन्दाखेरि लहत्से भइहाल्यो, दक्षिणामा चुरा भन्नाले दक्षिण चुचुरा भनेर सम्झिनु होला। त्यसो भए भेरेटारलाई के भनेर चिनिन्छ कृपया कमेन्ट गरी आफ्नो प्रतिक्रिया दिनुहोला। धन्यवाद।